तपाईँहरू देख्न सक्नुहुन्छ यति बेला भूमि पर्वको निकै माहौल रमणीय छ। आन्टीदेखि लिएर हाम्रो दिदी पनि चेलीबेटीदेखि लिएर समग्र रूपमा हामी यति बेला नाचिरहेको देख्न सक्छौँ। यो भूमि पर्वको हाम्रो पहिलो दिन भनेको फुल टिप्ने प्रोग्राम रहेको छ। त्यो फुल टिप्ने प्रोग्राममा हामी चाहिँ आज यो सल्यानको कालेछेरा भन्ने स्थानमा आएका छौँ, जो कि टपमा पर्ने गर्दछ। त्यही प्रोग्राममा रहेर हामी यति बेला एकदमै रमाइलो माहौल छ। यति बेला बाजा गाजा सहित हाम्रो भूमि पर्वमा चाहिँ झुमिराख्नु भएको छ, नाचिराख्नु भएको छ। तपाईँले देख्न सक्नुहुन्छ यता यत्रो माहौल छ। संयुक्त हिसाबमा हामी यहाँ आएका छौँ। यो पञ्चबाजा हो भनेदेखि यता हाम्रो कैयौँ यो समग्रमा हेर्दाखेरि पुरुषको भन्दा महिलाको सङ्ख्या बढी देख्न सकिन्छ। यो मगरहरूको संस्कृतिभित्र पर्ने कुरा, मेन पहिचानको कुरा छ। र हामीले यो हाम्रो मगरको संस्कार के, पहिचान के, संस्कृति के देखाउनको लागि हामी आइरहेका छौँ। जो कि फुल टिप्ने प्रोग्रामको पहिलो दिनमा एकदमै रमझमका साथ हामी लागिरहेका छौँ भने योभन्दा पछिल्लो दिन हामी प्रोग्रामहरू गर्नेछौँ। यो पहिलो दिनको प्रोग्राम हाम्रो सुरुवात भएको छ। लगत्तै योदेखि हाम्रो भोलि पर्सि निकै बसेर 4-5 हाम्रो रेगुलर प्रोग्राम रहनेछ। आजको फुल टिप्ने प्रोग्राम चाहिँ खानपिनको प्रोग्राम रहेको छ। निकै रमाइलो माहौल छ यति बेला है त। तपाईँहरूले फुल भिडियो हेर्नको लागि मेरो पछिसम्म चाहिँ जति पनि भिडियो बनाउँछु तपाईँहरू मेरो भिडियोको साथमा रहनुहोस्। त्यो भिडियो तपाईँहरूमा मैले देखाउनेछु। यति बेला रमाइलो माहौल छ, नाचिराख्नु भएको छ, खुसी हुनुहुन्छ है त। यहाँहरू सम्पूर्ण नमस्कार। यति बेला म यो सल्यानको ठ्याक्क कालाछेरा भन्ने ठाउँमा आइपुगेको छौँ। यो आउनुको मेन रिजन भनेको आज हाम्रो मगरहरूको मुख्य पर्व भनेको भूमि पर्व, त्यसका लागि हामी यहाँ आइपुगेका छौँ। जसको तुलसीपुर नगर अध्यक्ष हुनुहुन्छ मसँग कमान घरती मगर, उहाँको नेतृत्वमा आज भूमि पर्वको लागि हामी यो स्थानमा आइपुगेका छौँ। एकदमै निकै रमाइलो माहौल छ र यो रमाइलो माहौल बनिरहँदाखेरि उहाँसँग म केही 2-वटा कुरा गर्न गइरहेको छु। नमस्कार, स्वागत छ तपाईँलाई। यो भूमि पर्व खास गरी मगरको पर्व भन्ने गरिन्छ। यो तपाईँको जुन आज चाहिँ फुल टिप्ने प्रोग्राम पहिलो दिनको प्रोग्राम रहेछ। हजुर, यो लगतै अब चाहिँ तपाईँले कार्यक्रमको सुरु के राख्नु भएको छ? आज हामी 2083 साल जेठ 31 गते हाम्रो, किनकि यो जेठको लास्ट दिन हो र यो दिनलाई हामीले नेपाल मगर तुलसीपुर लगायत तकसेरा सेवा समाजको आयोजकमा हामीले संयुक्त रूपमा हामीले एउटा फुल टिप्ने, गत वर्ष पनि फुल टिप्ने कार्यक्रम गर्ने र वनभोज खाने बस्ने यहीँ साथीहरू रमाउने। अब केही गरी यहाँबाट फुल टिपेर लगेर जान्छौँ र त्यसपछि हामी भोलि फेरि 1 गते हाम्रो त्यहाँ यो गणेशपुरमा एउटा हाम्रो पूजा गर्छौँ। हामीले पूजा गर्छौँ, पूजा गरी भोलि पूजा गर्छौँ। भोलि पूजा गरिसकेपछि त्यसपछि भोलिदेखि हाम्रो पर्सिदेखि हाम्रो 1-2-3 हाम्रो कार्यक्रम हुन्छ। हामी अब सिङ्गो मगरहरू समाजका साथीहरू एक्चुअली मगरहरू त्यहाँ आएर सबै नाच्छौँ, गान्छौँ। अब त्यसपछि हामी लास्टमा हाम्रो तेस्रो दिन 3 गते हामी समापन कार्यक्रम हुन्छ। त्यतिखेर हाम्रो प्रमुख अतिथि, विशिष्ट अतिथिहरूलाई बोलाउँछौँ र त्यसै गरी हामीले यो पर्व मनाइआएका हौँ। एउटा तपाईँ चाहिँ मगरसँग अध्यक्ष हुनुहुन्छ। तपाईँको नेतृत्वमा देखियो 2-3वटा गाडीमा प्याक लगभग 100औं सङ्ख्यामा मान्छेहरू यहाँ उतार्नु भएको छ। तपाईँको नेतृत्वले यो पनि जनाउँछु कि एकदमै मगरसँग चाहिँ माथिल्लो उचाइसम्म पुर्याउनु भएको रहेछ। अझै पनि तपाईँको भावी योजना चाहिँ मगरसँग चाहिँ के गर्छु भन्ने योजना के बनाउनु भएको छ? हामीहरू अब सबै यहाँका अहिले त यो भूमिमा त हामी सेवा समाजका साथीहरू पनि हुन्छ र मगर सङ्घमा त पुरै मगर साथीहरू मगरहरू नै हुन्छन्। सर्वप्रथम मैले आज 2083 साल जेठ 31 गतेको भूमिको फुल टिप्ने कार्यक्रममा देश विदेशमा हुनुभएका दाजुभाइ दिदीबहिनीहरूलाई म मेरो तर्फबाट जेदो नमस्कार टक्राउन चाहन्छु। र हामीले पक्कै पनि हाम्रो पत्रकार हाम्रो साला विजय जेएमले यो कार्यक्रमको फोटो अपलोड गर्नुहुनेछ र त्यसलाई हेरेर जहाँ बसेका पनि मगर साथीहरूले साथ दिनुहोला। र आज हामी भर्खरै अब पूजा गऱ्यौँ, फुल पूजा गऱ्यौँ। पूजा त हाम्रो भोलि हुन्छ, तर यहाँ पनि यहाँ फुल चढाउने र बत्ती बाल्ने हुन्छ। अब हाम्रो खानपिन कार्यक्रम त्यहाँ भइरहेछ। हामीले त्यहाँ सायद त्यो अपलोड गर्नु नै हुनेछ। उहाँले हामीले को चिसोहरू खाल्डो खनेर आइस लिएर हामीले त्यहाँ एक ठाउँ जम्मा गरेको छ। त्यो चिसो हुन्छ, खानपिन कार्यक्रम हाम्रो बनिरहेको छ। हामी लगभग 200 जना भाइ बहिनीहरू आज रमाउने खाने हिसाबले आएका छौँ।
र त्यसै गर्दै अब हामी सक्यौँ भने हामी अब फेरि लगभग 5-6 बजी हामी फर्किनु पर्छ। ठिक छ, तपाईँहरूको यो मकर सङ्क्रान्ति अन्य धेरै सेवा समाजका मान्छेहरू यसमा चाहिँ समग्र रूपमा आउनुभएको रहेछ। तपाईँहरूको कार्यक्रम जुन यो वर्ष हौसलाका साथ मनाउनु भयो, त्यसै गरी अन्य आउँदा वर्षहरूमा अझै पनि योभन्दा भव्य र सबैका साथ मनाउनु होला भन्दै हजुरलाई म धन्यवाद दिँदै अझै पनि योभन्दा उच्च स्थानका कार्यक्रम गर्दै जानु होला भन्दै बिदा गर्छु। हस्त, नमस्कार।